साथीहरू यो चाहिँ जिनाखुको सबभन्दा लामो झुलुङ्गे पुल हो है। यो चाहिँ अर्नेटार र यसले चाहिँ अर्नेटार र माथिल्लो फाँट चाहिँ जोड्ने काम गर्छ हैन। अनि यो पुलमा चाहिँ हिँड्नलाई डराउन मेरो त्यो दिदी चाहिँ त्यो मेरो जुनुमाया चाहिँ लास्टै डर लाग्छ र उसलाई, त्यही भएर मलाई जानु तपाईँ जानु अनि त्यसपछि मात्रै म आउँछु भनेर बस्नुभएको छ है। हेर्नु न, म हिँड्दा हिँड्दा कस्तो पानी पर्न लाग्यो क्या। अनि यो पानी परे आज चाहिँ मैले पानी पर्छ भनेर थाहा नपाएर छातै ल्याएन, अनि रेनकोट पनि बोकेर आएन कि। हेर्नु कत्रो पानी परिरहेको छ भने हेर्दा हेर्दै म त अरू त म भिजे त के हुँदैन, मेरो डकुमेन्टहरू भिज्यो भने चाहिँ नराम्रो हुन्छ नि त। हेर्नु न कति गहिरो छ कि यो खोला, गहिरो पनि यति छ नि आमा, मलाई त लास्टै डर लाग्छ। अनि 2 बासभन्दा पनि गहिरो छ। अनि यहाँबाट चाहिँ कथमकाल मान्छे झरिहाल्यो भने चाहिँ मान्छे भनेको सकिन्छ। कत्रो पानी पऱ्यो, ऊ डरले उतैसम्म चाहिँ भागेँ टाप कसे। हेर्नु न यहाँ मेरो डरको सीमै छैन भनेको, चट्याङ हान्छ भनेर क्या। अनि भागेँ म चाहिँ।